नमस्कार, गुड मर्निङ। अन्तत रवि लामिछानेलाई केपी तन्त्रको भ्रष्ट सरकारले जेल हालेरै छाड्यो होइन, हालेरै छाड्यो। 7 गते अप्रिल 7 गते 2025 सोमबार रूपन्देहीको कारागारमा रवि लामिछानेलाई हालेरै छाड्यो। वाह सरकार, गजबको काम हो यो। सुरुवात धेरै राम्रो छ, तर रवि सरलाई म एउटा केही कुरा भन्न चाहन्छु। जब तपाईँ निरुत्साहित हुनुहुन्छ, जब तपाईँ आत्तिनुहुनेछ, जब तपाईँ जेलभित्र तपाईँलाई चाहिँ एक्लोपन फिल हुनेछ अथवा तपाईँमाथि अन्याय भएको चाहिँ महसुस हुनेछ नि, दुईवटा पात्रलाई सम्झिनु होला र त्यो पात्रको जीवनी हेरेर चित्त बुझाउनु होला। नेपालका एक बीपी कोइराला र दक्षिण अफ्रिकाका नेल्सन मण्डेला। राजाको पालामा बिना कसुर कुनै विधानको कुनै धाराको मा नटेकेर होइन, कुनै प्रयोग नगरेर चाहिँ बीपी कोइराला 8 वर्ष चाहिँ सुन्दरी जल कारागारमा राखिएको थियो। तिनी राजा महाराजाहरूले हालेका थिए र अहिलेका राजा महाराजाहरूले पनि तपाईँलाई 2-4 वर्ष जेलभित्रै राख्नेछन्। रङ्गभेदको अन्त गर्नको निमित्त दक्षिण अफ्रिकामा नेल्सन मण्डेला त्यहाँका शासकहरूको विरुद्धमा आवाज उठाएकै कारण उहाँलाई 27 वर्ष कारागार राखिएको थियो। 27 वर्ष। रवि सर नट अ जोक। नेल्सन मण्डेला 27 वर्ष जेल बसेर पनि स्वर्णिम अक्षरमा लेखिएका छन्, अर्थात् उनलाई राष्ट्रपिताको दर्जा दिएको छ। जनप्रिय प्रधानमन्त्री, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बीपी कोइराला हुनुहुन्थ्यो। अति नै रुचाएका व्यक्ति हुन् जनताले बीपी कोइराला। तर यो सतीले सरापेको देशमा नि यस्तै हुने हो। आज तपाईँको पालो, भोलि अरूको पालो। बालेन, हर्क, गोपी होइन, यो तमाम युवाहरूको पालो आउनेछ। जबसम्म यो केपी तन्त्र र एउटा हिटलरी शासन कायम रहन्छ तबसम्म चाहिँ कुनै पनि युवाहरूले चाहिँ आवाज उठाउन पाउने छैनन्, बोल्न पाउने छैनन्। यो सत्य हो। आज तपाईँमाथि परेको वज्रपात भोलि ती तमाम युवाहरूमाथि पर्नेछ। आफ्नो